सदगुरु महाराज की जय। बंदी छोर कबीर परमेश्वर की जय। बंदी छोर गरीबदास जी महाराज की जय। बंदी छोर सदगुरु रामानंद स्वामी रामदेवानंद महाराज की जय। बंदी छोर सदगुरु रामपाल जी महाराज की जय। सच्चा है। साथीहरू, यो रुख तपाईँहरू हेरिरहनु भएको छ। यो रुख यतिकै रुख भएको होइन, आफ्नो कर्मले रुख हो। हाम्रो सद्गुरुजीले भन्नुहुन्छ 84 लाख जन्म हामीले लिनुपर्छ आफ्नो कर्म अनुसार। त्यसैले यो मतलब रुख पनि आफ्नो कर्मले रुख भएर जन्मेको छ यो संसारमा। र रुख अब नेचर के हुन्छ भने यसलाई चाहिँ यसको फलफुल खानु जेसुकै गर्नु हङ्गा बस्नुहोस्, तर यसले केही पनि भन्दैन होइन, मतलब मानवलाई चाहिँ। तर यसले चाहिँ जहिले पनि मतलब माने के अरे यात्रुहरूलाई चाहिँ छाया दिन्छ, फल दिन्छ है। जति यसलाई काटे पनि भाँचे पनि जे गरे पनि त्यस्तै किसिमले यस्तै हाम्रो यो मतलब यसको गुण हामीले आफ्नो जिन्दगीमा पनि लागू गर्नुपर्छ। यो चाहिँ रुख जस्तै है, अरूलाई चाहिँ माने मतलब काम लाग्ने काम गर्नुपर्छ। अरूलाई चाहिँ होइन माने आफूले के दिन सकिन्छ, यसले केही माग्दैन तर यसले सब कुरो दिन्छ। यसबाट हामीले ज्ञान प्राप्त गर्न सक्छौँ। माने रुखबाट रुखले पनि हामीलाई केही लेसन दिइरहेको हुन्छ है। यति भन्दै म चाहिँ यो भिडियोलाई यो समाप्त गर्छु। अब यस्तै किसिमको क्यारेक्टर हाम्रो जिन्दगीमा पनि ल्याउनु पर्यो भनेर यो सन्देशमा होइन दिन चाहन्छु यो भिडियोको माध्यमबाट।